आज हामी बनाउनेवाला छौँ पोटेटो फ्राई राइस। ल हेरौँ है त गाइज कसरी बनाइन्छ त यस्तो अनौठो नाम गरेको भातलाई। So hey guys, welcome to my mini vlog. I hope तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज भोलि हाम्रोतिर काम भने एकदमै चलिरहेको छ। सो त्यही भएर आज चाहिँ म गएको थिएँ आफ्नो खेतमा सिमी रोप्नको लागि। यस्तो हिलो पानी र यस्तो मौसममा पनि हाम्रो गाउँघरतिर कति जाली हाल्छन् यार। त्यही पनि नयाँ जाली किनेर है त। फेरि यो साउन असारतिर एकदमै तरकारीहरु फल्ने गर्छन् नि त। त्यही भएर हाम्रोतिर खुर्सानी पनि फलिसकेको छ। सधैँ चाहिँ समय बित्दै बेलुका भइसकेछ। सो त्यही भएर आज चाहिँ म के बनाऊ भनेर सोचिरहेको थिएँ। जे पर्ला आज म पोटेटो राइस बनाइदिन्छु भनेर सोचे। त्यही भएर सबैभन्दा पहिले प्रथम मैले चाहिँ आलु ल्याएँ र यसलाई मजाले धोएर कटिङ हान्नतिर लागे। एक कचौरो चामल र नुन तेल बेसार आलु लगायतका अन्य तरकारीहरू पनि काटेर सकाएँ। अनि यता देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पुरानो ताउली है त। यो ताउली चाहिँ यति सानो छ कि एउटा जवान मान्छेले पुरै खाइहाल्छ जस्तो छ त यार। यो चाहिँ कस्तो हुँदो रहेछ भनेर पहिलो प्रथम हामीले ट्राई मात्र गरेका थियौं। पछि त कसैले पनि खाना खाँदैन पो भन्छन् त यार। एकैछिन पछि बनेर पनि रेडी भयो। नखाएर सुक त्यही भएर अलिअलि मात्र खाए। अनि राम्रो नभएर नखाएका हैनन् है त। साच्चीकै यो चाहिँ एकदमै राम्रो थियो। यिनीहरूलाई पहिलेदेखि नै भोक लागेको थिएन नि त। त्यही भएर यिनीहरूले अलिअलि मात्र खाए। सिम्पल तरिकाले तयारी हुन्छ। यदि तपाईहरु पनि खाना चाहनुहुन्छ भने बनाएर खानु होला है त। हस् त साथीहरु यति नै थियो आजको हाम्रो ब्लग। मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब एन्ड फलो गर्न नछुटाउनु होला। See you the next video. Bye bye.